त काट्यो प्लास्टिक सर्जरी पनि भयो के भन्छ के भन्छ त्यसलाई ओइ लामै काट्यो के म्यास र कुरुम 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 आवाज आउने गरी के यो जग्गालाई रातो पनि हैन रातो बनाइसकेपछि काटेर आफैले बनाएको चाउमिन बहुतै मिठो पाएको छ साथीहरु खान्छु ल हस् खाए ल बहुत मिठो छ अब के गर्नु खानै पर्यो भलक भिडियो भित्र गएर हेर्नु होला है हस् त खान्छु ल हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि आफ्टर लङ टाइम फेरि जोडिएको छु र आज बिदालाई सदुपयोग गर्दै फेरि पनि तपाईहरुमा आज मैले कुकिङ भ्लग लिएर आएको छु र आज पाक्दैछ हाम्रो रुममा चिकन चाउमिन लाउनुस् कसरी पकाउँछु म तपाईलाई देखाउने छु स्टे ट्युन गाइस अब चाहिँ मासुलाई अघि नै मैले पिस काटिसकेको छु र अहिले म भुट्ने क्रममा छु चिकन चाउमिन बनाउनु भन्दा अगाडि हामीले पहिला मासुलाई यसरी भुट्नु पर्ने हुन्छ अलि नजिकबाट देखाउँछ क्यामेराम्यानजी यसलाई चाहिँ यसरी भुट्ने त्यसलाई एकदमै खरो किसिमले चपाउँदा पनि दाँते भाँच्ने गरी पुराम 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 गर्नुपर्छ कुरुम 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 आवाज आउने गरी के यो जग्गालाई रातो पनि हैन रातो बनाइसकेपछि अनि यसलाई झिकेर फेरि हामी अहिले चाउमिन बन्दा सन्दा प्याज हालेर फेरि मिक्स गर्नेछु एकैछिन पर्दिनुहोस् यो मासुलाई रातो भएपछि तपाईँलाई फेरि देखाउनेछु साथीहरू अब कुकम्यान चाहिँ परिवर्तन भएको छ म चाहिँ अलि परिवर्तन हुन्छ म प्याज र खोर्सानी लसुन अदुवा मात्रै काट्दिने हो लसुन अदुवा त काट्नु पर्दैन त्यो प्याज र खोर्सानी मात्रै काटे हुन्छ यति मात्रै काट्ने हो म चाहिँ परिवर्तन गरौँ भनेको किनभने यो प्याज काट्ने क्रममा चाहिँ लामै काट्यो कि म्यास र लम्मै काट्यो के गर्न बेलाई के गर्ने होला अब टेप सेप पनि छैन लाउनलाई ह्यान्डी प्लस छैन के पनि छैन यो भ्लग बनाउने चक्करमा के हो कपडाहरू त राइछिरी देख्छु त हो परिवर्तन भएको छ खेलाडी चाउमिन पकाउने खेलाडी परिवर्तन भएको छ प्याज काट्ने हो के पकाउनु त मेरो हात च्वाट्टी काट्यो मलाई आउँदैन नि त चाउमिन पकाउनु म भाडा मस्काउँछु अब सबै गर्छु रेडी भइसकेको छ प्याज र लसुन पनि के रे खोर्सानी अदुवा लसुन काट्नु पर्दैन देख त काट्यो प्लास्टिक सर्जरी पनि भयो के भन्छ त्यसलाई ओइ प्लास्टिक सर्जरी भन्छ ब्यान्डेज भएको छ अब छैन टेप सेप सकिएको छ लगाइदिएछु यो एकदम ह्यान्डमेड आफ्नै कम्पनीमा बनेको टेप ल अब चाउमिनतिर जाउँ है प्याज खुर्सानी रेडी छ मासु यता भुटिसके अब यसमा चट्ट यो प्याज र खुर्सानीलाई अब फ्राई गर्न गइरहेको छु यो सबैलाई मिक्स गरिसक्यो एकैचोटि देखाउँछु किनभने हात काटिएको छ अलिक गाह्रो भयो अब त्यही भएर यसलाई सबै सकाएर कस्तो पाक्यो भने तपाईँलाई यो बिचमा देखाउने छु हेर्दै गर्नु है त ल साथीहरू तपाईँहरूले सिनेमेटिक तरिकाले देखिसक्नु भएको होला बहुत मिठो पाकेको छ तर के गर्ने औँला काटेको कारणले गर्दाखेरि यसमा बहुत गेडागुडीहरू हाल्न त मन थियो तर हाल्न पाइनँ यसमा मासु र चाउमिन मात्रै छ अलिक क्यामेराम्यान थोपडातिर पनि अलिक फोकस गर्नुहोस् त अनि के छ भने मरमसला हालेकै हो सबै हालिसकेको छ सायद मिठै हुन्छ होला यो मिठो नै छ तर अलि दुःखको कुरा औँला काटेर पुग्यो जसको कारणले गर्दाखेरि गम्भीर रूपमा पकाउन पाइएनलाई र तपाईँहरूले पनि यसरी नै घरमा बसेर कहीँ नगएर यो जाडोको मौसममा आफैले पकाएर यही तरिकाले खान सक्नुहुन्छ मेरो भिडियो भनेको तपाईँहरूलाई सिकाउने हो मैले पनि सिक्ने हो होइन अवश्य पड्काउने पनि हो यति भन्दै सबैजनाले मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक सेयर अनि यसो मनपरि कमेन्ट पनि हालिदिनु होला भन्दै अनि क्यामेराम्यान तलतिर मासतिर के यहाँ बोल्दैछु कि यहाँ मासतिर ए हो ल मासतिर के त भन्दैछु नि त सकाउनु पर्यो र त्यति भन्दै सबैजनालाई बिदा माग्न चाहन्छु यी हात पनि डुडे भएको छ ल है सबै त हस् त